हेलो गाइज म चाहिँ अब जेमुर टिप्न आछम यो चाहिँ हाम्रो घरको जेमुर यो यस्तो फलेछ दिदीहरुले टिप्न सुरु गरिसक्नु भयो यो बुढी बोइ हुनुहुन्छ बुढी मेरो बुढी फुबु हुनुहुन्छ त्यहाँले पनि यति धेरै टिपिसक्नु भएको छ यहाँले टिपिराख्नु भएको छ अनि यहाँले चाहिँ यति धेरै टिपिसक्नु भएको छ उ मेरो एउटा लिली यहाँ छि उहाँ पारि लिली बसेछि लिली अनि यहाँ जेमुरो अब यो सब जेमुरो यति बाक्लो छ टिपिराखेका छौं हामीले जेमुर टिप्न लाछौं अब यसको चाहिँ चुक पेलेर जेमुर पेलेर चुक बनाउने हो त्यही भएर हामी चाहिँ टिपिराछौं अब भर्खरै हामीले टिपेर यो चाहिँ यति गराको यो चाहिँ खसेछ भुइँमा टिपेको चाहिँ टिपेको आधा बोरा हुन लागिसकेको छ अनि धान पहिले सुरुमा उ धान खरै लगाछ म धानको लागि गाडी आउँछ उतातिर लाग्दै हुनुहुन्छ उ तल अनि यो चाहिँ भोलि आउँछ रे गाडी त्यो देखिने नर्सरी पनि हाम्रो यो ज्यामिर चाहिँ यस्तो फलेको छ कि यस्तो यति बाक्लो ज्यामिर छ नि यस्तो छ कि ज्यामिर पुरा रुखै लप्केर भाँचिन जस्तो भएको छ कि पुरै यो खेतमा ज्यामिरको रुख सबै खेतमा आएर है हामी चाहिँ ज्यामिर टिप्दै छौं साथीहरु तपाईहरु चाहिँ हेर्दै जानु होला धेरै पाकेर अनि ज्यामिर पनि भुइँमा खसिराखेको छ हामी चाहिँ ज्यामिर टिप्दै छौं गाइज अनि ज्यामिर टिप्दै यसमा राख्दै गइराछौं अब यो टिप्दै गर्छौं ज्यामिर अनि झोलामा राख्छौं अनि चुक पेल्छौं अनि यसको चुक पनि हामीले भिडियो मार्फत देखाउने छु यतिकै सबै चीज देखाउने छौं यो टिपिसकेर कसरी यो चाहिँ गाउँ घरमा गर्ने हो कसरी गराउँछन् भनेर कसरी गराउनु रहेछन् भनेर त्यसको यसलाई कसरी चुक बनाउनु छन् भनेर चाहिँ यसको बारेमा पहिल्यैदेखि लिएर अन्त्यसम्म देखाउने छु है त साथीहरु अहिलेलाई चाहिँ तपाईहरु अगाडिको भिडियो पनि हेर्दै गर्नु होला।